पेट्रोल छर्केर आगो लगाएका युवकको अवस्था गम्भीर। आत्मदाह प्रयास गर्ने गणेशका दाई भन्छन् भाइ छटपटाएको छ, औषधि किन्ने पैसा छैन। दर्शकवृन्द, काठमाडौँको त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका युवकको अवस्था गम्भीर रहेको छ। बिहिबार दिउँसो 1:45 बजे त्रिपुरेश्वर स्थित राहदानी विभागको गेट नम्बर 3 मा मुगुको सोरु गाउँपालिका 25 वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाएका हुन्। हाल भक्तपुरमा बस्दै आएका नेपालीलाई तत्कालै वीर अस्पताल पुर्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले बताए। प्रहरीका अनुसार उनले राहदानी विभागको गेट अगाडि नो पार्किङ क्षेत्रमा मोटरसाइकल राखेर गएका थिए। उनको मोटरसाइकलमा नगर प्रहरीले व्हील लक लगाएको थियो। त्यसपछि आएका उनले मोटरसाइकल भएकै स्थानमा आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ। शरीरका विभिन्न भाग आगोले जलेका छन्। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनी बोल्न सक्ने अवस्थामा छन्। यता काठमाडौँको राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका 25 वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था वीर अस्पतालको सघन उपचार कक्षमा अत्यन्तै नाजुक बनिरहँदा उनको परिवार अर्को ठूलो वज्रपातमा परेको छ। अस्पतालमा जीवन र मरणको दोसाटमा रहेका गणेशको ज्यान जोगाउन आवश्यक औषधि समेत उधारोमा किन्नु परेको उनका दाजु मदन नेपालीले बताएका छन्। कृषि विषय अध्ययन गरेर पनि रोजगारी नपाएपछि काठमाडौँमा पछाउ चलाएर परिवार पाल्दै आएका मुगुका गणेशको आर्थिक अवस्था पहिलेदेखि नै निकै कमजोर रहेको थियो। बिहिबार नगर प्रहरीले मोटरसाइकल उठाउन खोजेपछि आवेगमा आएर आत्मदाह प्रयास गरेका गणेशका दाजु मदनले भने, भाइ अस्पतालको बेडमा छटपटाइरहेको छ, हामीसँग उपचार गर्ने पैसा त परको कुरा, तत्काल चाहिने आकस्मिक औषधि समेत उधारोमा ल्याउनु पर्ने अवस्था छ। वीर अस्पतालका अनुसार गणेशको अनुहार, घाँटी, छाती, दुवै हात र खुट्टा सहित शरीरको 60% भन्दा बढी भाग जलेको छ। मुगुको सोरु गाउँपालिका एक स्थायी घर भई भक्तपुरमा बस्दै आएका गणेशको घरमा श्रीमती र साना सन्तान छन्। गणेश पछाउ चलाएर आउने दैनिक कमाइले कोठा भाडा र छाक टार्ने गर्थे। आफ्नो मोटरसाइकल महानगरको नगर प्रहरीले खोज्न खोजेपछि उत्पन्न आक्रोशले गणेशलाई अस्पतालको शय्यामा पुर्याएको हो। पीडित परिवारले गणेशको जीवन रक्षाका लागि सहयोग गरिदिन पनि सरकारवाला निकायहरूसँग अपिल समेत गरेको छ। दर्शकवृन्द, उनले दिन दहाडै यसरी किन आफ्नो शरीरमा आगो लगाए होला त? यस विषयमा यहाँहरूको धारणा के छ? कृपया तलको कमेन्ट बक्समा कमेन्ट गर्न नछुटाउनुहोला। यो विशेष भिडियो रिपोर्टबाट हामी छुट्टिन्छौँ। नमस्कार।